कार्यक्रम हाम्रो रेसुङ्गा राम्रो रेसुङ्गामा यहाँलाई स्वागत छ। कार्यक्रमको साथमा उपस्थित भएको छु म अजय खड्का। हामी यस कार्यक्रममा रहेर रेसुङ्गा नगरपालिकाले गरेका गतिविधिहरू र रेसुङ्गा नगरपालिकाबाट हुन गइरहेका अन्य विकास निर्माणका कामहरू के कसरी भइरहेका छन् र जनप्रतिनिधिहरूले के कसरी कामहरू गरिरहेका छन् भन्ने विषयमा हामी जानकारी गराउने गर्दछौँ। हामीसँग आजको कार्यक्रममा रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृता देवी कुँवर उपस्थित हुनुहुन्छ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। म्याडम, कार्यक्रममा स्वागत छ यहाँलाई। धन्यवाद। सुरुमै त म विगतको कुरालाई अलिकति जोड्न चाहेँ। यसभन्दा अगाडि भएको निर्वाचनमा 74 सालको निर्वाचनमा 7 मतको अन्तरले तपाईँले पराजित हुनुभयो र अहिले फेरि पुनः निर्वाचित हुनुभएको छ। पहिला र अहिलेको समयलाई यसो दाँच्दाखेरि कस्तो लाग्छ तपाईँलाई? ठिकै लाग्छ। पहिला अलिकन हाम्रो कसरत पुगेन कि होइन, अनि त्यस बेला अलिकन हामीहरू निर्धक्क थियौँ। फेरि हामी काङ्ग्रेसले नै जित्छौँ भन्ने थियो हामीलाई। म जुन काङ्ग्रेसको उम्मेदवार भएँ अहिले पनि र पहिल्यैदेखि हामी अनि त्यसरी ढुक्क भएका थियौँ र केही कुराहरू मिलेनन् अनि हामी पराजित हुन पुग्यौँ। अहिले त निर्वाचित हुनुभयो फेरि उपमेयरमा, कस्तो लागिरहेछ? अहिले खुसी लाग्छ, रमाइलो लाग्छ, खुसी लाग्छ। अनि विशेष गरी पहिलाको कुरा त अलिकति जोडिहालेँ। अहिले चाहिँ तपाईँका जुन एजेन्डाहरू छन्, जुन के कुराले तपाईँ जित्नु भएको छ, अहिले पुनः निर्वाचित हुनुभएको छ, खास के योजनाहरू लिएर जनतामा जानुभएको थियो तपाईँ? हामीहरूले त्यति बेला अहिले जुन आफ्ना प्रतिबद्धताहरू लिएर गएका थियौँ तिनी के थिए भन्नुहुन्छ भने, एउटा त स्वास्थ्य, शिक्षा, त्यसपछि भौतिक पूर्वाधारहरू, महिला हिंसा विरुद्धका कार्यक्रमहरू, महिलाहरूका लागि आय आर्जनमूलक कार्यक्रमहरू सम्पूर्णलाई हामीले जोडेका थियौँ। अनि अहिले त विशेष गरी महिला उपमेयर हुनुहुन्छ। अनि जिल्लामा धेरै जसो अहिले गठबन्धनका कारणले गर्दा पनि महिलाहरू धेरै उपाध्यक्ष लगायत उपमेयर हुनमा अलि सङ्ख्या थोरै छ जिल्लामा। अहिले रेसुङ्गा नगरपालिकाले महिला नै उपमेयर पाएको छ। महिला उपमेयर हुँदा बित्तिकै महिलाहरूका धेरै आकाङ्क्षाहरू हुन्छन् होइन, महिलाका कुराहरू महिलाले बुझ्ने भएका कारणले गर्दा पनि यस क्षेत्रमा चाहिँ विशेष गरी तपाईँले अहिले निर्वाचित भइसकेपछि महिलाहरूको क्षेत्रमा के योजनाहरू बनाउनु भएको छ उनीहरूलाई चाहिँ उकास्नको लागि? हजुर, अहिले हामीहरू भर्खरै आएका छौँ। त्यसरी महिलाहरूको माझमा इम्पोर्टेन्ट एजेन्डा लिएर त गएका छैनौँ अझै पनि, तर बनाउने हाम्रो लक्ष्य चाहिँ छ। महिलाहरूका निम्ति मैले अहिले भर्खरै यो कार्यकाल त यो 5 वर्षको कार्यकाल छ, यसभित्र मैले दिदीबहिनीहरूका इच्छा आकाङ्क्षाहरूलाई एकदमै पुरा गर्ने मेरो दृढता मैले आफूले व्यक्त गरेकी छु उहाँहरूसँग, र मेरो लक्ष्य पनि त्यही छ। महिलाहरूलाई विशेष गरेर मैले उहाँहरूका जुन आय आर्जनमूलक कार्यक्रमहरू, सिपमूलक कार्यक्रमहरू, जुन हिंसामा परेका दिदीबहिनीहरूको लागि म यो कार्यकालभरि म उहाँहरूकै निम्ति धेरैभन्दा धेरै समय दिनेछु। अनि अहिले त निर्वाचित भएको तपाईँहरू लगभग 4 महिना अथवा 100 दिन पुरा भइसकेको छ। यो 100 दिनको अन्तरालमा नगरपालिकाबाट के कामहरू पुरा भइसके, के कामहरू गरिसक्नु भएको छ र लगायत कुन के कामहरू चाहिँ थालनी सुरु भएको छ भन्नु? भर्खर सुरुवातमा छौँ हामीहरू। कार्यक्रम निर्धक्क बसेर पुरै योजना बनाउन पनि पाएका छैनौँ हामीहरूले। यदाकदा धेरै कुराहरूको हामीहरूलाई धेरै कुराहरूले अलिकन अहिले भर्खर टड्कारो रूपमा काम गर्नलाई त्यति अनुकूल वातावरण मिलेको छैन। अब हामीहरूले गर्दै गर्दाखेरि अहिले भर्खरै त हामीहरूले जुन हिजो हाम्रो बाचा थियो शिक्षा क्षेत्रमा गर्ने, अनि स्वास्थ्य सम्बन्धी हजुरहरूले नि सुनिसक्नुभयो होला, अस्ति भर्खरै हामीहरूले डायलाइसिसको मेसिन एउटा जिल्ला अस्पताल तम्घासलाई उपलब्ध गरायौँ। अनि शिक्षाको क्षेत्रमा A+3.2 ल्याउनेलाई मासिक 4,000 का दरले हामीहरूले उहाँहरूलाई छात्रवृत्ति दिने घोषणा गरिसकेका छौँ र त्यो निरन्तरता दिन्छौँ हामीहरूले। अनि गुल्मी जिल्लामा अहिले सबैभन्दा पुरानो रेसुङ्गा बहुमुखी क्याम्पस, अब त्यसको अहिलेको अवस्था तपाईँहरू हामी सबैलाई थाहा भयो र त्यस क्रममा हामीहरूले अहिले भर्खरै 1 करोड दिने घोषणा गरेका छौँ र अब हामीहरूको खाता सञ्चालन हुन बित्तिकै हामीहरूले 1 करोड रुपियाँ रेसुङ्गा बहुमुखी क्याम्पसलाई उपलब्ध गराउँदैछौँ। अनि लगायत शिक्षाको कुरा जोडिहाल्नुभयो, तपाईँ शिक्षा क्षेत्रबाटै आउनुभएको कारणले गर्दा पनि शिक्षाको क्षेत्रमा अझै
रेसुङ्गा नगरपालिका यो सदरमुकामको क्षेत्र भए पनि नगरपालिकाभित्र रहेका 14वटा मध्ये धेरैजसो वडाहरू ग्रामीण क्षेत्रमै छन्। ती क्षेत्रहरूका विद्यालयहरू सँगसँगै अन्य भौतिक कुराहरू स्वास्थ्य अनि लगायत अन्य कृषि तथा अन्य कुराहरूमा चाहिँ के योजनाहरू बनाउनु भएको छ, के कुराहरू थालनी गर्नुभएको छ? अब यी कार्यक्रमहरू हामीहरूले प्राय गरेर विद्यालयहरूमा सबै विद्यालयहरूलाई सकेसम्म हामीहरूको सोचाइ के छ र हामीहरूको सबैको राय के छ भने हामीहरूले आफूले के सोचेका छौँ भने जब रेसुङ्गा नगरपालिकाभित्र यो वार्ड नम्बर 8, वार्ड नम्बर 1, वार्ड नम्बर 2, वार्ड नम्बर 7 अनि वार्ड नम्बर 9 यिनी वार्डहरूमा हामीहरूले अत्याधिक मात्रामा शिक्षा क्षेत्रमा लगानी गर्न पर्ला जस्तो मलाई लाग्दैन र हामीहरूले अब लगानी गर्ने भनेको वार्ड नम्बर 14, वार्ड नम्बर 6, यसै गरी वार्ड नम्बर 5, वार्ड नम्बर 11, वार्ड नम्बर 12 लगायत अरू वार्डहरूमा हामीहरूले शिक्षा क्षेत्रमा पनि लगानी गर्दैछौँ र अहिले भर्खरै तपाईँले हेर्नुभयो यो सडक बालबालिकाहरूलाई पनि हामीहरूले महेन्द्र माविमा अस्ति भर्खरै हामीहरूले त्यहाँ सुरुवात गरेका छौँ। उहाँहरूका बुवा आमा मम्मीहरू पनि एकदमै खुसी हुनुहुन्छ, किनभने बाटोमा कतै गाडीले खिच्थ्यो, कतै कसैले छोपेर पिटपाट गरेर बच्चाहरू तितर अथवा मनस्थिति पनि बिग्रने अवस्थामा थिए तिनीहरू। धेरैजसो यहाँ आउने मानिसहरूलाई चाहिँ पैसा मागेर पनि अब मान्छेलाई भन्दा पनि आफू चाहिँ लाइनबाट बाहिर गएका थिए बालबच्चाहरू र हामीहरूले त्यहाँ अस्ति बस्दै गर्दा पनि हेऱ्यौँ। हामी एकैछिन मात्रै टाइम भएन, थोरै समय बसेँ त्यहाँ। ल अरू विद्यालयका विद्यार्थीहरूलाई को तुलनामा उनीहरू यसरी एउटा अफिस कोठाभित्र बस्यौँ हामीहरू सबै, उनीहरू पनि त्यहीँ नै छन्। उनीहरू त्यति छाडा तरिकाले भित्र बाहिर गरिराखे, किनभने तिनीहरू त्यही संस्कारमा हुर्केका भएर उनीहरूलाई हामीहरूले बल्ल अब हामीहरूले ट्र्याकमा ल्याउँदैछौँ र यस्तै किसिमका बालबालिकाहरू हाम्रो भन्दा पनि तपाईँहरूको पनि महत्त्वपूर्ण भूमिका हुन्छ र तपाईँहरूले पनि यस्ता किसिमका बालबालिकाहरूलाई कतै भेट्नुभयो अथवा यो सूचना प्रवाह गरेर यसरी फेला पार्दै हुनुहुन्छ भने उहाँहरूलाई उपलब्ध गराइदिनुहोस् र हामीहरूले उहाँलाई पढ्ने वातावरण र खानपिन लगायत ड्रेस कापी किताब सबै उपलब्ध गराएर हामीले महेन्द्र माविमा अहिले क्लास चलाइरहेका छौँ। अहिले ती बालबालिकाहरूको विशेष गरी उनीहरूको जुन तिनीहरूलाई चाहिँ एउटा चाहिँ शिक्षामा अझै हुर्काउँदै गर्दा विभिन्न किसिमका तिनीहरूलाई चाहिँ एउटा चुनौती त धेरै देखिन्छ नि, त्यसमा के कसरी लिनु भएको छ ती कुराहरू? केही भन्नाले यसलाई हामीहरूले सकेसम्म यो सहज वातावरण हुनको लागि त्यो बालबालिकाका बुवा आमालाई पनि केही प्रोत्साहन गर्ने हामीहरूले योजना बनाएका छौँ। विशेष गरी बालबालिकाहरूले त अब उनीहरू पढ्न जाने, फर्केर घरै आउने र तिनीहरूको पारिवारिक स्थिति हेर्दा पनि अलि नाजुकै देखिन्छ। अलि चाहिँ त्यसमा चाहिँ अलि जाँड रक्सीहरू सेवन गर्ने अभिभावकहरू पनि छन्। त्यसले गर्दाखेरि बालबालिकाको अझ पढाइप्रति वितृष्णा बढ्दै जाने त होइन? बालबालिकाहरूको पढाइप्रति वितृष्णा भन्दा पनि कुनै त हुन पनि सक्छन् होइन। हामीहरूले सबैको ग्यारेन्टी लिन त सक्दैनौँ। अब हामीहरूले त्यो वातावरण मिलाइदिने मात्रै हो। त्यहाँ त्यो गर्नको लागि त अभिभावकको पनि जिम्मेवार हुन्छ, अभिभावकहरू पनि जिम्मेवारी हुनुहुन्छ उहाँहरू। हामीसँग अहिले त हामीहरूले टोटल्ली लिएका छौँ तिनीहरूको जिम्मा, तर विद्यालयमा जुन पढ्दै गरेका बालबालिकाहरूलाई हेर्दै गर्दा हामीहरूसँग 10 to 4 बस्छन् भने अरू समय पुरै बाबुआमासित बुवा आमासँगै हुन्छन् घरमा। त्यो कारणले गर्दाखेरि सकेसम्म बुवा आमाहरूलाई पनि उहाँहरूलाई पनि प्रोत्साहन गरेर बालबालिकाहरूलाई स्कुलमै राख्ने र उहाँहरूलाई स्कुलमा आउने वातावरण मिलाइदिन अनुरोध गर्ने हामीहरूले त्यो योजना पनि बनाएका छौँ। सँगसँगै तपाईँ उपप्रमुख लगायत महिला भएको कारणले गर्दा विद्यालयमा रहेका छात्राहरूसँग अझ बढी उनीहरूसँग चाहिँ नजिक हुनका लागि त्यस्ता केही कार्यक्रमहरू छन्? विद्यालयका छात्राहरूसँग नजिक भएर अझै ती छात्राहरूलाई चाहिँ उपप्रमुखसँग साक्षात् रहेर आफ्ना कुराहरू राख्न पाउने जस्ता केही कार्यक्रमहरू छ? मेरो योजनामा मैले आफूले योजना बनाएकी छु, तर यो योजना चाहिँ मैले तपाईँहरूसित सँगसँगै बसेर मैले केही समय पछाडि मैले अगाडि ल्याउनेछु। र सँगसँगै अब अर्को कुरामा जोडौँ कि तपाईँ चाहिँ एउटा
उपप्रमुख एउटा न्यायिक क्षेत्रको संयोजक पनि हो। हजुर। अनि त्यस क्षेत्रमा चाहिँ न्यायिकका कुराहरूमा अहिले यो तपाईँ निर्वाचित भएको अवधिमा यस्ता कुनै किसिमका घटनाहरू आए कि आएनन् र पछि आउने घटनाहरूको विषयमा कतिको तपाईँ तयारी हुनुहुन्छ? त्यति ठुला घटनाहरू त मसँग अहिले आएका छैनन्, तर जे होस् बरु पहिल्यैदेखिका फाइलहरू थिए मसँग। ती फाइलहरू हेरेँ मैले। अनि एउटा 6 नम्बर वार्डबाट एउटा मन्दिरहरू सम्बन्धीको एउटा गुम्बाको समस्या आएको थियो। म स्थलगत रूपमै उहीँ गएर त्यो समाधान गरेँ। त्यसपछि वार्ड नम्बर 8 र 9 को सिमानामा एउटा त्यो फाइल पेन्डिङ रहेको रहेछ त्यहीँ नै। त्यसको लागि म आफै उही ठाउँमै गएर न्यायिक समितिका अनि सरोकारवालालाई मै लगेर अनि अहिले अब त्यो मकैहरू डममा भएको बेला थियो, त्यो विवाद अल्झिरहेको विवाद रहेछ। त्यसको लागि चाहिँ मैले त्यहाँ गएर सबै कुराहरू गर्दाखेरि सबै दुवै पक्षलाई राखेर कुराहरू मिलिसक्यो। अब त्यहाँ मकै त्यो ठाउँ उजाड त्यसलाई अलि डाँठहरू फाँडिसकेपछि नापी ल्याएर दुवै पक्ष सहमति हुनुभएको छ। त्यहाँ अब गएर हामीहरूले नापी अनुसारको त्यो जग्गाको विवाद मिलाइसक्यौँ। अब अरू अन्य कुराहरू त्यति ठुला उहरू आएका छैनन् मसँग। अन्यायमा परेका कुराहरू न्यायिक सम्बन्धी भनेर त्यो हाम्रो अफिसमा त्यो फाइल आएको छैन। सानातिना कुराहरूको लागि मैले सकेसम्म तपाईँहरू वडामा मिलाउनुहोस्, यदि वडामा सम्भव हुन्न भने मात्रै यहाँ पठाउनुहोस् भन्ने गरेकी छु। र ठुला खालका त्यस्ता उहरू केसहरू आएका छैनन् अहिलेसम्मलाई। भएका 2-4वटा केस चाहिँ सामान्य सानातिना चाहिँ हामीले समाधान गरिसक्यौँ। अनि सँगसँगै महिला हिंसा, लैङ्गिक हिंसा लगायत यिनीहरूको रोकथामका लागि केही कार्यक्रमहरू तयारी गर्नु भएको छ, कुनै योजनाहरू? योजना खासै अहिलेसम्म त्यो खालको घटनाहरू यस्तो घटना घट्यो भन्ने खालको हामी कहाँ आएको पनि छैन। र भोलि आएको बेलामा आउँदै गर्दाखेरि हामीहरूले चाहिँ महिला हिंसा मैले बुझेका कुराहरू, महिला हिंसाहरू महिलाका कारणले मात्रै हुँदैनन्, पुरुषका कारणले मात्रै पनि घट्दैनन् यिनी घटनाहरू, होइन? अनि यसको लागि पुरुष र महिला दुवै सचेत हुनुपर्छ र दुवै थरीले चाहिँ महसुस पनि गर्नुपर्छ भन्ने मेरो आफ्नो विचार पनि हो। र मैले यदि त्यस्तो घटनाहरू म कहाँ आएँ भने मैले त्यसै किसिमले समाधान गर्छु भन्ने मैले सोचेकी छु। अनि विभिन्न अहिले पनि हामीले हेर्दै हाम्रो टेलिभिजन मार्फत हेरिरहने महिलाहरू विभिन्न हिंसामा पर्न सक्नुभएको हुनसक्छ र कसरी जाने कसरी भन्ने कुराहरू पनि हुन्छ नि। त्यस विषयमा उहाँहरूले के भन्न चाहनुहुन्छ? कसरी चाहिँ तपाईँसँग ती कुराहरू बताउने भन्ने? होइन, त्यसको लागि त मैले सबै दिदीबहिनीहरूलाई भनिसकेकी छु। तपाईँहरू निश्चिन्त अनि निर्धक्कसित तपाईँहरूसँग परेका पिरमर्काका कुराहरू, तपाईँसँग भएका समस्याका कुराहरू लिएर सरासर आउनुहोस्। तपाईँसँग रेसुङ्गा नगरपालिका आउनुहुन्छ भने रेसुङ्गा नगरपालिकाको ढोका खुला छ। अनि अरू समय पनि आउन सक्नुहुन्छ भने मेरो फोन नम्बर छ, मलाई भेट्न सक्नुहुन्छ। यसरी हामी दुवै तपाईँलाई मैले यसरी राय सल्लाहसहित समाधान गरौँ दिदीबहिनी बसेर भन्ने मैले सल्लाह सुझाव दिइसकेकी छु महिलाहरूलाई। अनि सँगसँगै अर्को महिलाहरूको सशक्तिकरणका लागि, महिलाहरूलाई स्वरोजगार बनाउनका लागि त्यस्ता कुनै कार्यक्रमहरू तयारी गर्नु भएको छ जसले गर्दा महिलाहरू चाहिँ रोजगारी बन्न सकुन्? हो, महिलाहरूले आफै सकेसम्म अहिले अब जुन केही दरबन्दीहरू खुलेका हुन्छन् त्यो ठाउँमा पनि सकेसम्म महिलाहरूलाई अवसर दिनुपर्छ। अवसर दिलाउँ र भोलि बिहान उनीहरूले पनि कुनै किसिमको तालिमहरू गरेर आफै स्वविवेकले उहाँहरूले आफ्नै सिपले मार्फत त्यो कार्यक्रममा भाग लिएर उहाँहरूले त्यो तालिम सम्पन्न गरेर आफ्नो स्वरोजगार अनुसार आफ्नो आय आर्जनमा उहाँहरूले आफूलाई चाहिने घरायसी भित्र आफूलाई चाहिने सामग्रीहरू आफै जुटाउन सक्ने गरेर सकेसम्म उहाँहरूलाई चाहिँ दक्षता हासिल गराउनलाई चाहिँ म प्रतिबद्ध छु। र उहाँहरूलाई पनि त्यसै किसिमले मैले आगामी दिनमा अब मैले योजना बनाएर उहाँहरूलाई समावेश गराएर जाने मेरो आफ्नो योजना छ। अब विशेष गरी नगरपालिकाभित्रका अन्य कुराहरूमा चर्चा गरौँ। विशेष गरी नगरपालिकाका शिक्षा र स्वास्थ्यको कुराहरू त अगाडि केही जोडिसक्नुभयो, लगायत अन्य कुराहरू अझै पनि कति ठाउँहरूमा खानेपानीको अभाव छ, होइन? ती ठाउँहरूको लागि नगरपालिकाले के कसरी काम गर्दैछ? खानेपानीको हकमा अहिलेसम्म अझ पनि हामीले खोजिरहेका छौँ। अहिले जहाँ खानेपानीको अभाव छ र त्यहाँ कुनै
सहज रूपमा खानेपानी उपलब्ध हुन सकेको छैन। त्यस्तो ठाउँमा हामीहरूले अहिले पनि लिफ्टिङ मार्फत कुनै ठाउँमा कुनै वार्डमा छ कि त्यस्तो भनेर खोजिरहेका छौँ। अझै पनि कुनै वार्डहरू त्यस्तो लिफ्टिङ मार्फतै पानी ल्याएर खाने अवस्था रहेछ भने हामीहरूले त्यो योजना पनि अगाडि सारिरहेका छौँ, खोजेका छौँ त्यो ठाउँ। त्यस्तो ठाउँ फेला पऱ्यो भनेर कोही हामीसँग आउनुभयो भनेदेखि हामी त्यो पानी सहज रूपले उपलब्ध गराउन तयार छौँ। सँगसँगै अहिले जुन यो गौरवको योजनाको रूपमा रहेको मज्याङ खोलाको खानेपानीको काम कसरी अगाडि बढिरहेको छ? मज्याङ खोलाको खानेपानी भन्दा केही दिन भयो हामीहरू त्यहाँ मिटिङ बसेको अहिले भर्खरै। मज्याङ खोलाको खानेपानी अलि बत्तीको कारणले पनि समस्या छ त्यहाँ र अहिले अस्ति भर्खरै हामीहरू उहाँहरू सबै सँगसँगै बस्यौँ र उहाँहरूले अब त्यो खानेपानी सुचारू गर्नलाई सबै सहमत भएर जानुभएको छ र अब छिटै नै त्यो मज्याङ खानेपानी उपलब्ध हुन्छ जस्तो लाग्छ मलाई। अनि काम कसरी भइरहेछ? लगभग कति समय लाग्ला अझै मज्याङ खानेपानी? अब स्थानीय निकायमा त्यो जुन वार्ड नम्बर 3 मा छ त्यो खानेपानी मज्याङ खोला, त्यो खानेपानी 3 नम्बर वार्डले त छिटै नै खान पाउँछ। अब तर माथिहरूलाई चाहिँ त्यो पाइप जोड्दै जाँदाखेरि अलिकन त्यहाँ बिचमा समस्या देखियो भन्नुहुन्थ्यो अस्ति इन्जिनियर सरहरू आउनुभएको थियो। त्यो समस्या समाधान भइसकेपछि र हामी विद्युतका सरहरूसँग सँगै बस्यौँ। बत्ती यो बजारको बाटो डाइरेक्ट लाइन नभएर भाडगाउँमा चाहिँ अन्यत्र अर्को लाइन जोडिएको रहेछ। त्यसो भएर डाइरेक्ट लाइन पनि दिने सल्लाह अस्ति बसेर हामीहरूले डाइरेक्ट लाइन आउँछ भन्ने कुरा विद्युतका सरहरूसँगै भइसकेको छ। यो सम्भव हुन्छ, छिटै आउँछ। अनि सँगसँगै अर्को कुरा जोडौँ, म कृषिको क्षेत्रमा रहेर अहिले चाहिँ यो रहेको हाट बजारको विषयमा हजुर यो सञ्चालनमा हुन अझै सकेको छैन। सँगसँगै यो कृषि क्षेत्रमा चाहिँ विशेष गरी यो बजारमा हुने बिचौलियाबाट चाहिँ अलि राहत भएका कृषकहरूले बिचमा चाहिँ यो हाट बजार बन्द भयो, त्यसले गर्दा विभिन्न कृषकहरूलाई चाहिँ एउटा मार परेको अनुभव भएको छ। यसलाई चाहिँ यो सञ्चालन गर्न के गर्नु भएको छ? के अब हाम्रो योजना बनाइसक्यौँ हामीहरूले। अब यो हाट बजार चाहिँ हामीहरूले कसैको जिम्मामा दिने, अब टेन्डर खुलाएर कसैलाई त्यो हाट बजार कसले लिनुहुन्छ उहाँहरूको लागि त्यो हाट बजार खुल्ला टेन्डर गराइदिएर हाट बजार जिम्मा दिएर अनि हामीहरूले त्यो सामान जहाँको जुन भेगको सामान त्यहाँ खपत नहोस् कि त्यो सामान पनि यही आओस्। जसले लिन खोज्नु भएको छ उहाँहरूको सामान उत्पादन गर्नुभएको छ, उत्पादन भएको चिज चाहिँ नष्ट भएर गएको छ अहिले ठाउँमा आफ्नै उसमा कुनै यातायातको कारणले अथवा यहाँ तङमासमा आएर सडकमा बसेर बेच्ने वातावरण नभएको कारणले त्यो सामानहरू चाहिँ हामीले सबै हाट बजारले लिइदिने र हाट बजार मार्फतै त्यो सामानहरू बिक्री वितरण गर्ने हाम्रो योजना भइसकेको छ। सँगसँगै कृषकहरूको लागि के कस्ता कामहरू गर्दै हुनुहुन्छ तपाईँहरूले राहत लगायतका अन्य कामहरूमा? कृषि क्षेत्रमा हामीहरूले अहिले भर्खरै त्यति ठुलो योजना त अहिले छैन। मौरी पालन चलिरहेको छ अहिले। अब मौरी पालन अब यो पाडाहरूको देख्नुभयो के अरे हजुरहरूले, जुन हाम्रो 11 नम्बरको तल राङबास 11 नम्बर र अनि माथि 12 नम्बरको यो के भन्छ छापामा 25-25वटा पाडाहरू कृषकहरूले पालिराख्नु भएको छ। अब अहिले भर्खरै जो मौरीको खुलिरहेको छ मौरी पालन अनि टँडेलहरू गराएर हामीहरूले अब सकेसम्म धेरैभन्दा धेरै कृषकहरूलाई बिजनहरू वितरण गरेर उहाँहरूले आफ्नो क्षमता अनुसार कति गर्न सक्नुहुन्छ उहाँहरूलाई चाहिँ त्यसमा समावेश गराउने हाम्रो लक्ष्य छ। लगायत अन्य सँगसँगै विभिन्न धार्मिक स्थलहरू पनि यस नगरपालिकाभित्र छन्। सँगसँगै विशेष गरी हाम्रो रेसुङ्गा नै महत्त्वपूर्ण धार्मिक स्थल रहेको कारणले गर्दा रेसुङ्गा, अर्जुन लगायत अन्य क्षेत्रहरूको प्रवर्धन अनि त्यसको विकासका लागि के कस्ता योजनाहरू बनाउनु भएको छ? त्यो पनि हामीहरूले जे राखेका छौँ शिक्षा स्वास्थ्य त्यसै किसिमले हामीले पर्यटकीय तथा धार्मिक क्षेत्रलाई पनि उसै किसिमले हेरेका छौँ र रेसुङ्गालाई पनि हामीहरूले छिटोभन्दा छिटो रेसुङ्गालाई पनि हामीहरूले त्यसको संरक्षण सहित त्यसको विकासको लागि हामीहरू अगाडि बढ्ने प्रयत्न गरेका छौँ। हाम्रो पनि योजना पनि त्यही नै छ। अब चाहिँ हामी कार्यक्रमको अन्त्यमा छौँ र यतिन्जेलसम्म जति कुराकानी गऱ्यौँ यस कुराहरूमा यी प्रश्नहरूमा अझै यो कुराहरू सोध्य हुन्थ्यो, यो कुराहरू अझै मलाई भन्नु थियो भन्ने त्यस्तो केही छ? त्यस्तो खासै केही छैन। गर्दै जाऊँ तपाईँहरूको राय सल्लाह अनुसार। सबै हामीले काम गर्ने तपाईँहरूको बाहिरबाट आउने राय सल्लाहहरू बाहिर भएका कमी कमजोरीहरू प्राय गरेर हामीले भन्दा छिटो तपाईँहरू देख्नुहुन्छ र यसलाई चाहिँ छिटोभन्दा छिटो हामी कहाँ पुर्याइदिनु होला, त्यही नै ठुलो कुरा हो। हस्,
महत्त्वपूर्ण समयका बावजुद पनि हामीलाई समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू, धन्यवाद हजुरलाई पनि यहाँ आएर मलाई 2-4 कुरा भन्ने अवसर दिनुभयो, यसको लागि पनि तपाईँलाई धेरै धेरै धन्यवाद। अहिले हामी कुरा गऱ्यौँ रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृता देवी कुँवरसँग र उहाँसँग विशेष गरी महिलासँग सम्बन्धित रहेर हामी आजको कार्यक्रम तयार गरेका थियौँ र सही सम्बन्धी कुराकानी गरेका थियौँ। तपाईँले आजको कार्यक्रम कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुनेछ र हामी विशेष गरी नगरपालिकाका जनप्रतिनिधिहरूसँग कुराकानी गरिरहने भएकाले तपाईँलाई लागेका कुराहरू, तपाईँले सोध्न मन लागेका कुराहरू पनि तपाईँले पठाउनु भयो भने तपाईँका जनप्रतिनिधिहरूसँग हामी यसरी नै ती प्रश्नहरू सोध्नेछौँ। त्यसका लागि हामीहरूलाई प्रश्नहरू टिपाउनुहोला। यिनै कुराकानीहरू सहित आजको कार्यक्रमबाट म अजय खड्कालाई पनि बिदा दिनुहोस्। नमस्ते।